मैले बार बार आफैसँग यो प्रश्न गर्छु कि आखिरमा बाहिर निस्केर काम गर्ने जो कोहीलाई मात्र किन इन्डिपेन्डेन्ट बनिन्छ, किन उसलाई मात्र स्ट्रङ मानिन्छ। आफ्नो अनि पुरा परिवारको पर्सनल लाइफलाई सम्हाल्ने हेरविचार गर्ने चाहिँ स्ट्रङ भएन र हामीले पनि त दिन रात घरमा खटेर गर्ने काम, त्यसको चाहिँ किन कुनै मूल्याङ्कन छैन त। यदि छ भने आज पनि किन गृहिणीलाई स्वतन्त्र अनि आत्मनिर्भर मानिँदैन त। बुढाको पैसा उडाएकी चाहिँ उसलाई त मस्ती छ नि, अक्सर हामीले सुन्नुपर्ने कुरा के। हुन त यो घरको हरेक कुना, हरेक चिज, हरेक वस्तुमा उहाँले कमाएको पैसा परेको छ, तर म यसलाई उहाँको मात्र एफर्ट मान्दिनँ, किनकि यसमा मेरो पनि त उत्तिकै योगदान छ। मैले घरमा रहेर बाँकी सबै कुराको ख्याल राखेकी छु, त्यसैले त उहाँले स्वतन्त्र भएर बाहिर निस्केर काम गर्न सक्नु भएको छ। बिहान सबैभन्दा चाँडो उठेर भगवानलाई धन्यवाद गर्छु। कसलाई के मनपर्छ, कसलाई के चाहिन्छ, आज को आउँछ, कहाँ जानु छ, आफ्ना आफन्त, निम्तो, चुलो, मैले सकेसम्म हरेक चिज घरमै बनाएर खुवाउँछु। सबैको स्वास्थ्यको ध्यान राखेर पकाउँछु, त्यसैले उहाँ हेल्दी हुनुहुन्छ, एक्टिभ हुनुहुन्छ। यो मेरो कमाइ हो। घर सफा राख्छु, आफू पनि खुसी हुने प्रयास गर्छु। भनिन्छ गृहिणी खुसी भएको घरमा माता दुर्गाको बास हुन्छ रे, भगवानको कृपा सधैँ रहन्छ रे। सोच्नु न, घर अस्तव्यस्त देखेर मन प्रसन्न नहुँदा यहाँले मन लगाएर काम गर्न पो सक्नुहुन्न थियो कि। हो, पैसाले वस्तु किन्न सकिन्छ, तर खुसी सकिन्न। आमा बुवा बच्चा पर पाहुना अनि हामीलाई के कतिखेर चाहिएको छ त्यसको म्यानेज त मैले गरेको छु नि। यहाँ पनि त तपाईँलाई स्वतन्त्र राखेको छु। हो, मैले घर सम्हाल्छु, त्यसैले बाहिर निस्केर मन लगाएर फोकस भएर काम गर्न सक्नु भएको छ। उहाँले पाएको प्रमोसनमा मेरो चाहिँ कन्ट्रिब्युसन भएन र।